हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। अनि हजुरहरूलाई के छ खबर? मेरो त एकदम ठिक छ। म चाहिँ पसल जाँदैछु यहाँ झोलामा सामान लिएर। अब चाहिँ म पसल पुगेर हजुरहरूलाई देखाउँछु। साथीहरू, म चाहिँ पसल पनि आइपुगेँ अनि पसल आएर मैले पसल पनि खोलिसकेँ। अब चाहिँ हेर्नु होला, यहाँ छ मेरो पसल, सानो पसल चटपटे। हेर्नु है त हाम्रो चोकको नजारा। अहिले बेलुकाको तपाईँको 5:55 गएको छ। यतिखेर चाहिँ हाम्रो चोकी यस्तो हुन्छ। यहाँनिर छ हाम्रो भाउजूको आलुचप पकौडा पसल। यहाँनिर फलफुल पसल अनि अर्को चटपटे पसल छ। अनि त्यसपछि यहाँ चाहिँ मेरो पसल छ साथीहरू। अनि यता पनि पसल छ साथीहरू। हाम्रो चोकमा चाहिँ पहिला चाहिँ एकदमै भिड हुन्थ्यो। बेलुका भएपछि यहाँ चाहिँ बजार लाग्छ भनेर सोध्नुहुन्थ्यो मान्छेहरूले। तर अहिले चाहिँ भने खासै मान्छे हुँदैनन् साथीहरू, खासै मान्छे हुँदैनन्। अनि यहाँ चाहिँ छ मेरो पसल। यहाँ चाहिँ एकदमै भिड हुन्थ्यो कि, अनि अहिले चाहिँ खासै भिड हुँदैन। अहिले मान्छेहरूले आफ्नो घर आएपछि समस्याले प्राय मान्छेहरू बाहिर जानुभएको छ, कोही कतै कोही कतै। त्यही भएर अहिले चाहिँ यो चोक खासै भिड हुँदैन साथीहरू। हेर्नु है त हाम्रो चोक यस्तै छ। हाम्रो चोकलाई मैले हजुरहरूलाई देखाइहालेँ। यी हाम्रो चोक, यहाँ चाहिँ गाडी हिँड्दैछ साथीहरू। यहाँ कुकुर आयो, मलाई त जता पनि कुकुरले नै पछ्याउँछ। यही हो साथीहरू। प्यारी भाउजूको दोकान छ है। यहाँ आलुचप, प्याजी, ढुङ्ग्री। हजुरहरूलाई आलुचप प्याजी चाहिएमा चाहिँ सम्पर्क गर्नु होइन भाउजू, सस्तो मस्तो। यतापट्टिको चोक, यतापट्टि चाहिँ हाम्रो भाउजूको पसल देखाइहालेँ। अनि त्यसपछि यहाँ चाहिँ छ मेरो पसल। अनि यहाँ अगाडि छ आलुचप प्याजी। हाम्रो परान प्यारी हजुर आउँदै हुनुहुन्छ, यहाँ सिटी कुद्दैछ। यहाँ चाहिँ भाउजू चटपटे खाना आउनुभएको। अब मैले चाहिँ चटपटे बनाउनु पर्ने हुन्छ। चटपटे बनाउनको लागि म चाहिँ यहाँ जाँदैछु साथीहरू। मैले चाहिँ हजुरहरूलाई मेरो पसल अनि हाम्रो चोक देखाएँ। अब आजको लागि चाहिँ यति नै। फेरि भेटौँला अर्को भिडियोमा। बाई।